नमस्कार। यतिखेर म होलीको 2 दिनको बिदा पारेर आफ्नो घर टिकापुरतिर आएको छु। साँझ पखको फुर्सदको समय मलाई के गरौँ जस्तो लागिरहेको थियो। अनि म कोठाबाट बाहिर निस्केँ अनि घर छेउमै भैँसीको लागि रोपेको यो हरियो घाँसमा मेरो नजर पर्छ। अनि मैले आफ्नो पेसालाई सम्झिएँ। पेसाले म शिक्षक। अनि मलाई लाग्यो हाम्रा बाबु नानीहरूलाई बिदाको समयमा, फुर्सदको समयमा कसरी क्रिएटिभ कुराहरूमा, कसरी सिकाइको कुराहरूमा जोड्न सक्छौँ, जसबाट उनीहरू मोबाइलको लत नबसोस्, अन्य कुनै गलत चिन्तन उनीहरूमा नहोस् जस्तो मलाई लाग्यो। र यो भैँसीको लागि लगाइएको यो हरियो घाँसलाई चाहिँ, यो घाँसको यो खेतको सानो टुक्रालाई, यो खेतको पाटोलाई मैले बोटानिकल गार्डनको रूपमा लिएर यहाँ भएको प्लान्टको बारेमा मलाई के थाहा छ र अहिले हामीसँग भएको प्रविधिको प्रयोग गरेर यो प्लान्टको बारेमा हामी के एक्सप्लोर गर्न सक्छौँ, के कुरा पत्ता लगाउन सक्छौँ जस्तो मलाई लाग्यो। र अनि मैले चाहिँ अब प्रविधिको प्रयोग गरेर चाहिँ यो प्लान्टको बारेमा चाहिँ म यहाँहरूलाई देखाउन गइरहेको छु। यो गर्नुको पछाडिको एउटै रिजन के छ भने साथीहरू, हामीले हाम्रा बाबु नानीहरूलाई फुर्सदको समयमा हामीसँगै वरपर रहेका कुराहरूको प्रयोग गरेर चाहिँ कसरी चाहिँ सिकाइमा जोड्न सक्छौँ, क्रिएटिभ कुरामा जोड्न सक्छौँ भन्ने मात्रै हो। भर्खरै भने अनुरूप प्रविधिको प्रयोग गरेर म यो प्लान्टलाई गुगल स्क्यान गर्न गइरहेको छु। यसको साइन्टिफिक नेम ट्राइप्सकम डक्टिलोइडिज रहेछ। यो ग्रास फ्यामिलीमा पर्छ। कमन नेम त्यस्तो छैन। गाई भैँसीको खानाको रूपमा प्रयोग गरिन्छ। मोइस्ट सोइलमा यो पाउँछ। यसले वाइल्ड लाइफ र सोइल कन्जर्भेसनमा पनि सहयोग पुर्याइरहेको हुन्छ। थ्याङ्क यू सो मच।